हेलो नमस्ते एन्ड konnichiwa वेलकम ब्याक टु माई युट्युब च्यानल हिरागाना कसरी लेख्ने त भन्ने विषयमा म भिडियो बनाइरहेको छु। अब आजको क्लासमा चाहिँ सासी सुसेसो हिरागाना मध्येको अर्को 5 वटा सासी सुसेसो चाहिँ कसरी लेख्ने आउनुहोस् ढिला नगरिकन सुरु गरौँ। सुरुमा चाहिँ सा सुरुको अक्षर चाहिँ सा सा सुरुमा यसरी लेख्नुस् है सा चाहिँ। अब लेख्ने तरिका चाहिँ एउटा धर्को तान्ने अनि त्यसपछि फेरि बीचमा एउटा धर्को तान्ने त्यसपछि यहाँबाट यस्तो ट बनाइदिने ल घुमाइदिने पुच्छर दिने ट हैन त यो सुरुमा चाहिँ ट चाहिँ यसो गरेर ट है एउटा धर्को तान्ने त्यसपछि यस्तो गर्ने एक स्टेप दुई स्टेप तीन स्टेप सालाई चाहिँ सा भन्छ। तर यसरी पनि हुन्छ लेख्ने तरिका चाहिँ एउटा यस्तो छड्के धर्को कि एक्स जस्तो बनाएर तान्दा नि हुन्छ। सिधा धर्को तान्ने अनि यहाँबाट हल्का छड्के तान्ने अनि त्यसपछि यहाँबाट दिने यसलाई चाहिँ सा भनेर भन्छ। दोहोऱ्याएर हेर्नु होला अर्को मन ढिला नगरिकन अर्कोमा गए है सा सीमा गए है सी भनेको छाताको डन्डी सम्झिनु होला छाताको डन्डी सिधा दिने अनि त्यो घुमाइदिने है। अब चाहिँ अर्कोमा गए म सा सी सुमा गए है सु एक स्टेप सु चाहिँ यस्तो हुन्छ है सुरुमा चाहिँ खाताची त यस्तो हुन्छ खाताची फेरि जापानिज आइहाल्छ कि है त्यसको लागि सरी सु भनेको चाहिँ यस्तो हुन्छ एउटा सुरुमा चाहिँ एउटा धर्को तान्ने एक स्टेप अनि त्यसपछि एउटा तान्ने अनि यसमा चाहिँ घुमाइहाल्ने कि यसरी घुमाइहाल्ने सा सी सु सु है। अब जाउँ सा सी सु पछि के आउँछ सा सी सु पछि के आउँछ से आउँछ है से चाहिँ यस्तो हुन्छ। अब लेख्ने तरिका चाहिँ सिधा धर्को तान्ने त्यसपछि एक स्टेपमा यस्तो सिधा धर्को तानेपछि एउटा डन्डी दिने अनि त्यसपछि यहाँ ठक्कै एउटा सानो दिने है दुई स्टेप है दुई स्टेपमा चाहिँ यस्तो हुन्छ है यसको यस्तो बन्न जान्छ अनि तीन स्टेपमा चाहिँ अनि यस्तो गरेर यस्तो हुन्छ है से भन्छ है यसलाई चाहिँ है से दोहोऱ्याएर हेर्नु होला दोहोऱ्याएर देख्नु होला त्यही नै हो मेहनत नगरी केही पनि हुँदैन भन्छु म हरेक लेसनमा यही नै भन्दै जान्छु जबसम्म तपाईँहरू लेख्न सक्नुहुन्न तबसम्म मेहनत नगरिकन केही हुँदैन भन्छु है। जिन्दगी नै एउटा मेहनत नै हो कि मान्छेले जन्मिँदा नि सङ्घर्ष गरेर जन्मिन्छ होइन अनि जिन्दगी यसो सोच्नु न अनि जिन्दगीभर सङ्घर्ष गरेरै जान्छ त्यसको जिन्दगी के को लागि गर्छ सङ्घर्ष पैसाको लास्टमा चाहिँ पैसै अनि आउँछ कुरा जति पढे पनि जे गरे पनि होइन लास्टमा कुरा चाहिँ पैसाकै आउँछ। त्यही भएर पढ्नु चाहिँ हुन्छ पढाइले चाहिँ मान्छेलाई विद्वान बनाउँछ है सोच्ने तरिकाहरू लिएर समाजमा भएको घटनाहरू लिएर पढाइ भनेको जे पनि अध्ययन चाहिँ जे पनि ठिक हो जस्तो लाग्छ है। भएर अब हामी कहाँमा थियौँ सेमा थियौँ अब सेमा पछि के हुन्छ लास्टको सो हुन्छ आकाशा साको सा सी सु से सो हुन्छ है। अब चाहिँ सोमा जाउँ है सोमा जाउँ सोको म पहिला खाताची लेख्छु सो है अनि हल्का छोटो हुन्छ यो। अब यसलाई जाउँ है यसलाई हल्का यसलाई दिउँ त्यसपछि यहाँ दिउँ जेठ लेखौँ जेठलाई चाहिँ यहाँ घुमाएर यस्तो हुन्छ है यसलाई चाहिँ सो भन्छ। फेरि लेखौँ जेठ लेख्नु अनि त्यसपछि जेठमा घुमाएर अनि यहाँनिर यस्तो हुन्छ है यस्तो सी बनाइदिने यसलाई है तलपट्टिबाट सी बनाइदिने यसरी यसलाई जेठ छ जेठ लेख्ने त्यसपछि यसलाई सी बनाइदिने यो भनेको सो है सो
सो हुन्छ है। आजको क्लास यति नै। अन्तिमसम्म हेरेर साथ दिनुभयो, थ्याङ्क यू सो मच। सेयर, लाइक, सब्सक्राइब गर्नुहोस् है, नबिर्सिनु होला, मसँगै जोडिनु होला। यदि नयाँ क्लास सरसँगै 1 घन्टा 2 घन्टा त्यो सिक्छु नि त। अब बोलेर सिकेको अहिले भिडियो हेर्नुभन्दा बोलेर सिकेको गर्छु त भनेर भन्नुभयो भने नजानेको कुराहरू चाहिँ मैले सिक्दै खोज्दै हजुरहरूलाई कसरी हुन्छ सिकाउँदै आफूले पनि अध्ययन गर्दै अध्ययन गराउँदै अगाडि बढ्नेछु। साथ दिनुहोला। हस् त, धन्यवाद, थ्याङ्क यू सो मच।